हजुर दिपक साह्रो हुन्छ। ठिकै छ यार, के भइरहेछ, कस्तो कन्फ्युजिङ स्टेटमा जस्तो भइरहेको। खास के भइरहेछ हौ अहिले खासमा, यो के भिडियो सर्कुलेट भइरहेको? यो होइन, यो सबै झोले 2-3 जना यिनीहरूले गर्दा यिनीहरूले न्यारेटिभ सेट गरिरहेछ होइन। हजुर। अब यिनीहरूलाई त अब थाहा छ, म त तपाईँहरू जस्तो अब म त त्यो गरेर बोल्दैन नि त होइन। अनि यिनीहरूले चाहिँ मलाई प्लान बनाएर रहेछ, मैले थाहा पाइसकेँ। ग्रान्ड डिजाइनर रहेछ यिनीहरूको। हजुर। पत्रकार सम्मेलन ल्याउने बोलाउने यस्तो गर्ने भनेर भनिरहेको रहेछ होइन। हजुर हजुर। अनि अरू पनि अघि नै पनि त्यहाँ स्ट्यान्ड बाईमा बसेर त्यहाँ बाहिर पनि पुरा काटेर यताउति गरेर भिडियो बनाउने रहेछ यिनीहरूले चाहिँ। यिनीहरूको न्यारेटिभ कन्टेन्ट पाएन यिनीहरूलाई त होइन। त्यो गरिरहेको छ कि यिनीहरूले आफ्नो देश विकासको हेर्नुको साटो मेरो पछाडि लागेर अनि त्यो गरिरहेको छ कि। त्यस्तो त राम्रो होइन नि त। जस्तै यो भिडियो ऊ भइरहेछ नि, अब सुदन गुरुङकै टिमले चाहिँ प्रधानमन्त्रीको राजीनामा माग्यो भन्ने, यसमा चाहिँ के हो खास कुरा? ए होइन हौ, कहाँ प्रधानमन्त्रीको राजीनामा माग्छ हौ। हामीले त राम्रोसित उहाँले यस्तो के भन्छ उनीहरूले राजीनामा मागिरहेको थियो। अनि त्यसमा मैले चाहिँ के भने होइन, यसो भयो भने चाहिँ हामी राजीनामा माग्नुपर्ने हुन्छ इफ इन केस हाम्रो माग सम्बोधन भएन, उहाँहरूको माग सम्बोधन भएन भने चाहिँ भनेर भन्ने थिएँ क्या मैले। त्यसलाई नै अब बढाइ चढाइ गरेर लेखिदिइरहेको छ क्या तिनीहरूले, बनाइरहेको छ। त्यही त अब यहाँ के अरे यो खासमा यो हिजो बेलुकाको घटना हो यो चाहिँ। हिजो बेलुकाको घटना हो क्या। यसलाई डिटेलमा भन्नु न अझ मजासँग। म यो रेकर्ड गरेर तपाईँकै ऊ चाहिँ ठ्याक्क के हो भन्ने कुरा चाहिँ म त्यही नै डेसिमिनेट गर्छु, यसमा अरू केही नगरिकन। सुन्नु न, यस्तो हो क्या तपाईँको सुरुमा चाहिँ हाम्रो के भन्छ हामीहरू उहाँहरूको जुन चाहिँ पेपर चाहिँ माग छ नि, मागपत्रमा प्रधानमन्त्रीले सबै साइन गरेर लिएर आउनु भनेर त्यो प्रोसेस हुँदो रहेछ नि त। त्यो गरेर ल्याउनु भयो। त्यो ल्याउनु भइसकेपछि उहाँहरू त्यहाँ जानुभयो रहेछ। अब उहाँहरू त्यहाँ गएपछि त्यहाँ कुर्नु भयो रहेछ होइन। अनि त्यहाँ कुरिसकेपछि चाहिँ मान्छे आएन रहेछ होइन। त्यहाँबाट मान्छे आएन भने त्यसमा साइन गर्नु भ्याउनु भएन रहेछ। अब विचार प्रधानमन्त्रीज्यू चाहिँ तपाईँको बिरामी भएर 102 ज्वरो आएर उहाँहरू चाहिँ त्यसको त्यसमा बाहिर छ होइन। बुढी मान्छे हो नि त होइन। तपाईँ कति दिन भइसक्यो नसुतेको होइन। त्यो त बुझ्नुपर्छ नि हामी सबैजनाले पनि होइन। अनि त्यो त्यसरी उहाँहरू पनि होइन, अब उहाँको कसरी बुझ्नु, हाम्रो यस्तो छ भनेर उहाँहरूले पनि भन्नुभएको थियो। उहाँको पनि जायजै हो होइन। अब तर एकैछिन पर्फर्म त गर्नु सकिँदैन नि त सबै कुराहरू होइन। अनि पछिपल्ट तपाईँको म आएँ होइन। उहाँहरूले मलाई बोलाउनु भयो किन उहाँहरूको आशा मसँग छ होइन। अनि मैले चाहिँ के भने जसले होइन अब इफ इन केस कसैले जिम्मेवारी फ्युचरमा पनि सकेन भने चाहिँ होइन प्रधानमन्त्रीले राजीनामा दिनु, जो पनि प्रधानमन्त्री राजीनामा दिनु पाउनुपर्छ भनेर भन्ने खोजेँ क्या मैले। बुझ्नुभयो होइन। अब इन केस जो पनि प्रधानमन्त्री कुनै पनि कार्यकारी पोस्टमा चाहिँ अब जनताका म्यान्डेट बोकेर गएको होइन, कसैले काम गर्नु सक्यो भने त उसले राजीनामा दिनुपर्छ भन्नु खोजेको मैले चाहिँ। उनीहरूले चाहिँ घुमाएर पछारेर के गरेर त्यहाँ पुऱ्याइदियो। त्यस्तै भयो। त्यही त। अनि तपाईँलाई चाहिँ सुरुमा त्यहाँ यो मागपत्र लिएर जान खोज्नु भएको रहेछ भनेर भन्नुभयो नि। हजुर हजुर। उहाँहरू चाहिँ त्यो आन्दोलनमै संलग्न, त्यो हाम्रै उहाँहरू चाहिँ को हुनुहुन्छ खासमा चाहिँ? उहाँ चाहिँ मृतकको परिवारहरू। हजुर। मृतकको परिवारहरू चाहिँ देश प्रधानमन्त्रीलाई हिजो भेट्न खोज्नु भएको रहेछ होइन। अनि त्यस पछाडि चाहिँ भेट्ने टाइम मिलेन छ। नमिलिसके पछाडि चाहिँ बाहिर आएर अलिकति त्यहाँ कुरा गरिरहेको अवस्थामा चाहिँ तपाईँलाई बोलाइयो। अनि तपाईँलाई बोलाइसके पछाडि चाहिँ अनि हामीले भेट्न पाइएन भन्ने लगायतका कुराहरू भयो। त्यस पछाडि चाहिँ अनि यो ठ्याक्क अनि यो मन्त्रीहरूको केसमा पनि अनि के हो त? अनि यो मन्त्रीहरूको केसमा चाहिँ खास अहिले मेसेज कसरी डिसिमिनेट भइरहेको छ भन्दाखेरि चाहिँ के अरे जेनजी समूहसँग छलफल नगरिकन मन्त्री नियुक्त गर्ने भएको हुनाले चाहिँ आन्दोलनको माग गरिरहेको हुन् टाइपले चाहिँ मेसेज डिसिमिनेट भइरहेको छ अहिले होइन। होइन त्यो होइन न्यारेटिभ होइन त्यो न्यारेटिभ होइन। खासमा चाहिँ भएको चाहिँ एकैछिन त्यही त ठ्याक्क शीतल निवास भन्न आएछ। के अरे हिजो प्रधानमन्त्रीलाई भेट्न मृतकका परिवार जानुभयो, त्यहाँ भेट्ने माहौल मिलेन, उहाँहरू चाहिँ बाहिर आउनुभयो। बाहिर आइरहेको अवस्थामा चाहिँ तपाईँलाई पनि फोन गरियो। अनि त्यस पछाडि चाहिँ अहिले मेसेज जे डिसिमिनेट भइरहेको छ त्यो डिसिमिनेट भएको मेसेज अनुसार चाहिँ सुदन गुरुङको टिमलाई चाहिँ मन्त्री परिषदमा चाहिँ चित्त नबुझेर राजीनामा माग हुँदैछ भन्ने किसिमले मेसेज डिसिमिनेट भइरहेको छ। यसमा चाहिँ के हो खास क्लियरिफिकेसन चाहिँ? नेपाली सेनाका प्रधान सेनापति ज्यूहरू
विभिन्न सुरक्षा निकायका प्रमुखज्यूहरू, उपस्थित सम्पूर्ण विशिष्ट महानुभावहरू तथा सञ्चारकर्मीज्यूहरू, हुन्छ हुन्छ। हजुर हजुर हजुर। अनि त्यसपछि तपाईँको चाहिँ के भयो होइन? हेलो हजुर हजुर, मैले सुनिरहेको छु। ए नगर्ने। अनि तपाईँको चाहिँ खासमा चाहिँ त्यतिखेर के भएको थियो भने चाहिँ हामी चाहिँ तपाईँको होइन पिएमलाई होमवर्क गर्न दिन्छौँ होइन, तर हामी मोनिटरिङ हिसाबमा चाहिँ खासमा हामी बस्छौँ होइन। इन केस त्यस्तो भयो भने त हामीले पिएमको राजीनामा माग्नु पऱ्यो नि त भन्ने हिसाबले भनेको थिएँ क्या। तर अब म सुन्नु न, म 7 दिनदेखि सुतेको छुइनँ क्या होइन। कति कुरा शब्द चयनहरूमा मिल्दैन होला, यता सुधार्दै जानुपर्छ होला, त्यो त आफ्नो गल्तीहरू त छ त होइन। अब किन हामीले त तपाईँको यस्तो डिप्लोमेटिक वेमा हामीले गरेको छैनौँ होइन। देश बनाउने भाग त अब हामी सबैजनाको जिम्मेवारी त हो नि त। तर अहिले सबैजनाले मलाई मात्रै गरिरहेछ नि त, सबैजना मलाई मात्रै सोचिरहेछ, मलाई मात्रै गरिरहेछ। किन गरेको थाहा भएन। हाम्रो ठुलो टिम छ यहाँ होइन। त्यो टिम अनुसारमा चाहिँ अब हामीले चाहिँ के गर्न आँटेको छौँ भन्दा अब चाहिँ डिफ्रेन्ट हाम्रो सबै टिमहरूलाई चाहिँ युनाइट गरेर अब रेस्पोन्सिबिलिटिजहरू चाहिँ छुट्याउने भनेर सोचिरहेको छौँ होइन। अनि त्यो भएपछि त्यही अनुसार हामीले मोनिटरिङ त गर्नु पऱ्यो नि त, हो किन भन्नु न। जो पिएम आए पनि होइन, जो पिएम आए पनि मैले भन्नु खोजेको तरिका चाहिँ खासमा के छ भने, जो पिएम आए पनि राजीनामा त राख्नु पऱ्यो नि त हामीले त होइन। अनि शब्द चयनहरूमा नमिल्यो होला, त्यो आफ्नो ठाउँमा छ। तर म नसुकेको कति दिन भइसक्यो हेर्नुहोस् होला, म नखाएको राम्रोसँग नखाएको कति दिन भइसक्यो। सब उठ्नु पर्ने अर्को प्रेसर। मैले त अब प्रधानमन्त्री भइसक्यो, प्रेसर सिद्धिन्छ भनेर सोचिरहेको थिएँ होइन। म अब हामी नेपालमै जान्छु, अब ब्याक जान्छु भनेर सोचिरहेको थिएँ। कहाँ पाउनु अब तपाईँको सबको जिम्मा होइन, हेर्नु पर्यो, सबैजनालाई भेट्नु पर्यो, उसको फ्यामिलीहरूलाई कति दुःख पर्छ हेर्नु पर्यो। मैले त म्यानेज मात्रै गरिदिइरहेको पो हो त होइन। तपाईँको लिडरसिप नै लिएर त हिँडेको त थिइनँ नि त मैले त। खासमा त लिडर जिम्मेवारी त बिचरा भाइ बहिनीहरूले चाहिँ भाइ तपाईँ लिदिनुहुन्छ त, त्यसो भने हामीलाई अलिक टुङ्गोसम्म पुऱ्याइदिनु भनेर मात्र मैले लिडरसिप लिएको हो नि त होइन। अब यो जेएनजीको लिडरसिप पनि अब चेन्ज हुन्छ तपाईँको बिस्तारै होइन। म सबै यो रिफर्म गरिदिएर होइन, त्यसपछि उहाँहरू आफै भोटिङ सिस्टम गरेर अनि उहाँहरूले चाहिँ आफ्नो क्यान्डिडेटलाई जेएनजीलाई रिप्रेजेन्ट गर्नलाई चाहिँ उहाँहरूले पठाउनुहुन्छ होइन। क्यापेबल मान्छेलाई, अझै क्यापेबल मान्छेलाई, मभन्दा अझै क्यापेबल मान्छेलाई होइन। अनि सो हामीले त्यसको लागि चाहिँ अब प्लेटफर्म र सबै कुराहरू हामीले मिलाउँदैछौँ होइन। किनभने म त फेसिलिटेटर हो नि त। मैले त्यही नै भनिरहेको नि त, अहिले नि गभर्मेन्टलाई फेसिलिटेट गरिरहेको हो होइन, अर्डरिङ अराउन्ड गरिरहेको त होइन नि। तर खबरदारी त गरेर त हाम्रो राइट हो नि त। म त एज अ सिटिजन फेरि होइन, एज अ सिटिजन भन्नु खोजेको हो मैले चाहिँ, बुझ्नुभयो। अब मिडियाले चाहिँ त्यसलाई लिएर होइन पुरा घुमाएर यताति गरेर बनाएर पुरै उयो गरिरहेछ, ब्याकलास गरिरहेछ होइन। यति कुरा बुझ्नुपर्छ कि मिडियाको देश होइन रे यो होइन, मिडियाको देश होइन रे। अहिले खासमा जिम्मेवारी भनेको मेरो बारेमा अब मलाई कन्टेन्ट बनाउने हो कि देश बनाउने हो खासमा त, डिफरेन्स हो नि त भाइ। तपाईँले बोलेको यसो मिलेको छैन, उसरी मिलेको छैन होइन, बरु यस्तोमा चाहिँ यसरी बोल्नुपर्छ भनेर सजेसन दिँदै सेप गर्दै लानुपर्ने हो नि त मलाई त होइन। मेरो कुरा 24 लक्ष्य 24 गुण भएको त मान्छे त म त होइन नि त होइन। मेरो गर्दै छ होइन। म अब एउटा तपाईँको मेरो बोल्ने कतिवटा शैली नमिल्दा, मेरो कुनै काम गर्ने ढङ्ग नमिल्दा, तर मेरो राम्रो पक्ष पनि छ नि त। मैले सबैजनासँग माया गर्छु। म यत्रोजना मलाई विश्वास गरेको कारण त होला नि त होइन। म आफै जुतेर लाग्छु होइन। अनि मेरो टिम यत्रो लागिरहेछ, हामीहरू अफिसमा सुतिरहेछौँ, कोही हामीहरू 7-8 दिनसम्म भइसक्यो हाम्रो टिमहरू सबैजना अफिसमा सुतेको। अनि यत्रो स्ट्रेस छ म र मेरो टिमलाई होइन। हामीलाई त ह्यान्डल गर्नु परेछ। देशको भार अहिले हाम्रो टाउकोमा आएको जस्तो भइरहेछ, किनभने सबैजनाले कम्प्लेन गर्छ, हामीलाई नै कम्प्लेन गर्छ होइन। अब मलाई नै लिडर भनेर भनिदिन्छ, कसले के नै भनिदिन्छ। तर जतिजना हाम्रो टिमहरू छ धेरैजना मिलेर हामीले स्टार्ट गरेको प्रोटेस्ट हो नि त। हामी नेपालले त त्यहाँ एम्बुलेन्स दिनु गएको, हाम्रो एउटा एम्बुलेन्स पनि जलेको छ। एम्बुलेन्स र पानी र स्पिकर्सहरू दिनुभएको र क्राउड म्यानेजमेन्टको लागि गएको हामी त्यहाँ, हामी फेसिलिटेट गरेको। द्याट्स वाट वी अलवेज डेड क्या। पहिलादेखि नै हामी त्यही नै गरेको, पिपलले भोइस रेज गर्ने त्यसमा जाने। तर हामीले पनि इनिसिएसन लिएको हुन्छ। तर यसमा त तपाईँ धेरैजना हामीहरू मिलेर इनिसिएसन लिएको हो नि त होइन। अब तपाईँको यो कुरा भाइहरूले विश्वास गरेर मलाई जिम्मेवारी दिँदा तपाईँले गरिदिनु पऱ्यो यति भनेर भनेको थियो। मेरो जिम्मेवारी त अब गर्नु पऱ्यो नि त मैले जसरी पनि होइन। अहिलेसम्म गर्नु त गरिएर देखायो नि त हामीले त सबैजना मिलेर होइन। त्यो हिसाबमा चाहिँ अब हामीले सोच्नुपर्छ जस्तो जस मिडियालाई चाहिँ एउटा के मेसेज आओस् भनेर भन्दाखेरि चाहिँ हेर्नुहोस् सबैजना मिडियाको दाजुभाइहरू नै हिजो मलाई अट्याक हुँदाखेरि मलाई प्रोटेक्ट गर्ने मिडिया नै थियो फेरि। मिडियाको सञ्चारकर्मीहरूले नै के खाँदै खेलाइरहेको थियो हो होइन। सो उहाँहरूलाई चिन्ता छ क्या। तर 1-2 जना तत्त्वहरूले गरेर चाहिँ मिडियालाई खराब बनाइरहेछ क्या।
होइन त्यो चाहिँ उहाँहरूले अलिकति सबैजना मिलेर नै सबैजना होइन साथी हो अब त्यो देश बनाउनु पर्छ, यो त अपर्च्युनिटी हो नि त हरेक मिडियादेखि लिएर हामी सबैजनालाई त होइन। सञ्चार मन्त्रीमा अब उहाँहरूले पुस गर्नु पर्यो, उहाँहरूको सञ्चार मन्त्री को हुँदाखेरि ठिक होइन। अब त्यो त अब गृहमा को हुँदा ठिक भनेर अब त पब्लिकले पुस गर्नु पर्यो नि त त्यो क्यान्डिडेट म्यान्डेटहरू त होइन। अनि तब त बन्छ तेरो तपाईँको रेस्पोन्सिबिलिटी हो, तैँले गर भने जस्तो गरेर त भन्नु भएन नि त मलाई त। मैले यहाँसम्म ल्याइदिएँ त, मैले यहाँसम्म ल्याइदिएँ, तर अझै माथि त म लानु सक्दिनँ नि त, त्यहाँ त मन्त्री छ अब त होइन। उहाँको आफ्नो काम गर्ने शैली होला, ढङ्ग होला, अनि त्यसमा मैले इन्टरफियर त गर्ने कुरा आउँदैन। अब सुशीला म्यामलाई पनि उहाँलाई कम्फर्टेबल टिम चाहिन्छ, एट द सेम टाइम हामीलाई पनि एड्रेस गर्नुपर्ने छ, त्यसमा यत्रो बिग्रेकोलाई बनाउनु पर्ने छ, चुनाव पनि छ। सो I know the pressure is intense, but if we work collectively together, हामी सबैजना नेपालीहरू मिलेर चाहिँ हुन्छ छाउनेमा बन्छ। तर यसरी मिडियाले चाहिँ आफ्नो अहम भूमिका चाहिँ खेल्नुपर्छ लाग्छ कि मलाई पनि होइन। यसो मैले बोलिरहेको छु भने चाहिँ होइन भाइ त्यसो बोल्नु हुँदैन भनेर भन्नुपर्छ जस्तो लाग्छ क्या। भिडियो खिचिराख्नुको साटो चाहिँ क्या, कन्टेन्ट बनाउनुको साटो चाहिँ क्या होइन। मैले त्यो भन्नु खोजेको, तपाईँले त्यही नै लेख्नु नि भाइ। ए ल हुन्छ 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 सुरेन्द्र। ल हवस्।